हेलो दर्शक नमस्कार अनि स्वागत छ अ डे विथ मेरो आरजेको यो पृथक भिडियो सामग्रीमा। आजबाट हामी मेरो रेडियो 105 मेगाहर्जका मेरो रेडियो कर्मीले एउटा भिडियो सामग्री प्रसारण गर्ने सल्लाह गरेर सुरुवात गरेका छौँ। यसमा चाहिँ तपाईँले मनोरञ्जनका साथसाथमा विभिन्न ज्ञानवर्धक कुराहरू पनि यो भिडियो मार्फत तपाईँले प्राप्त गर्न सक्नुहुनेछ। हामीले गरेका विभिन्न व्यावसायिक दैनिकी कामहरू हामी प्रस्तुत गर्नेछौँ। सुरुमा आजको कामको लागि हामी एक ठाउँ जाँदैछौँ। अस्मिजीलाई पिकअप गरेर हामी अगाडि बढ्यौँ। आज हामी जाँदैछौँ झापाको गौरीगञ्ज गाउँपालिका वार्ड नम्बर 2 मा रहेको वार्ड कार्यालयले नै 2 नम्बर वार्ड कार्यालयले उद्घोषण सम्बन्धी एउटा कार्यक्रम आयोजना गरेको छ र त्यसमा हामीलाई सहजकर्ताको रूपमा ट्रेनरको रूपमा अनुरोध आएको थियो र त्यसको सहजीकरणको लागि हामी गौरीगञ्ज जाने ठ्याक्कै बाटो थाहा नभएकाले हामीले एक ठाउँ सोध्यौँ। गौरीगञ्ज जाने बजार जाने बाटो यही है। बाटो र यसका आसपासका दृश्यहरू अत्यन्तै सुन्दर थिए। विशेष गरी चैते धान पाकेर चाहिँ एकदमै सुन्दर देखिएको थियो। यो तपाईँ देखि नै रहनु भएको छ। गौरीगञ्ज बजारमा छौँ हामी। गौरीगञ्ज बजारमा पुगेर हामीले 2 नम्बर वार्डका सचिवलाई फोन गऱ्यौँ र उहाँले हामीलाई खानाको व्यवस्था गर्नुभएको थियो। त्यसको इन्फर्मेसन लिएर हामी खाना खानतर्फ लाग्यौँ। बेलुकासम्म गोरो हुने सम्भावना एकदम धेरै देखिसकेँ मैले यहाँनिर धुलोले गर्दाखेरि। हामी यहाँ आइपुगिसकेका छौँ। अब एकछिन पछाडि हाम्रो वार्ड सचिव आउनुहुन्छ अनि हामी लाग्नेछौँ हाम्रो आजको यात्रातर्फ है त। हामी अहिले यहाँ खाना खानका लागि बसेका छौँ। शुभकामना होटल अब कतिको शुभकामना छ, कस्तो महसुस भइरहेछ? थोरै यात्रा संस्करण अहिलेसम्मको खाना खाएपछि झन् धेरै गर्मी हुन्छ यति चाहिँ म भन्न सक्छु। अब यो झापाको एकदमै दक्षिणी सीमाको क्षेत्रको पालिका हो यो गौरीगञ्ज गाउँपालिका। यो जनसाङ्ख्यिक हिसाबले पनि र क्षेत्रफलको हिसाबले पनि सानो छ, तर एकदमै उर्वर झापाको भकारी भन्न रुचाएँ मैले यसलाई। पनि आइसकेको छ, खाना प्राप्त गरिसक्यौँ। अब धन्यवाद छ। अब हामी खाना खान्छौँ। खाना खाएर यसको रिभ्यू पनि दिँदै गर्नु होला। हामी खाना खान्छौँ, तपाईँ हेर्नु होला भने यस्तो कस्तो छ भनिदिनु होला। खाना थपेको मैले चाहिँ खाना एकदम मिठो छ, गजब लाग्यो। ल तपाईँले भन्नु मलाई पुग्छ होला। धन्यवाद। यो चाहिँ हामी गौरीगञ्ज वडा नम्बर 2 है कि कति भयो? 2 नम्बर हो। अब लोकेसन चाहिँ अघि त्यहाँ भन्नुभएको तपाईँहरूले सुन्न पाउनु भएन, तर हामी तपाईँहरूलाई लोकेसन दिँदै लान्छौँ। उहाँले के भन्नुभयो भने यहाँबाट सिधै जानु, त्यस पछाडि पुल आउँछ, सिस्ने पुल। फेरि लगत्तै अर्को पनि पुल आउँछ अनि दाहिनेतिरको कति बाटो जानुभयो भने ठ्याक्कै पुग्नुहुन्छ। त्यति भन्नुभएको छ। अब हामी त्यही बाटो जान्छौँ। हामी पुग्छौँ भन्ने अपेक्षा छ। अनुसार हाम्रो उहाँले भन्नुभयो अनुसार एउटा पुल हामी आयौँ। यो लगत्तै अर्को पुल पनि आउँछ भन्नुभएको छ। अब हेरौँ, यो एउटा पुल कट्यौँ। यो बाटोमा धानसुका हुँदैछ कस्तोसँगले। धानसुको राप्ले यही हो। धानसुको राप्ले फकाउँछ काप्ले चाहिँ छैनन् हामीसँग, तर यो बाटो राम्रो। यतातिरका मान्छे चाहिँ अलिक बुझकी रहेछ नि, रोडमा होइन अलिक साइडमा धानसुको यतिको चाहिँ हुनु पर्यो। किस्ने पुल भन्नुभएको थियो तर किस्ने पुल रहेछ। हामी आइसक्यौँ है। एकचोटि बाटो नदेखेर फर्किसक्यौँ। 2 जस्तो देखाएको थियौँ तर मिस्टेकली त्यो 3 रहेछ है। हामी फर्केर फेरि जाँदैछौँ। अब 2 चेकको पुग्नै आँट्यौँ होला। यतै कतै छ बाटो चाहिँ हेर्नुहोस् है कस्तो राम्रो छ। तपाईँहरू पनि यतैतिरको हुनुहुन्छ भने हामी फेरि भोलि पनि आउनेछौँ। बाटो बिर्सौँ भन्दै फाइनल्ली हामी आइपुगिसक्यौँ। अब यहाँ अलिकति समय खाली छ। म तपाईँलाई यो तालिम र कार्यक्रमको बारेमा जानकारी गराउँछु। यो चाहिँ झापाको गौरीगञ्ज गाउँपालिका वार्ड नम्बर 2 ले त्यहाँका वार्ड नम्बर 2 का आदिवासी जनजाति र मधेसी वर्गको क्षमता विकास गर्नको लागि उद्घोषण, नेतृत्व विकास, माइनोरिटी लेखन र बालमैत्री शासन सम्बन्धी 3 दिने तालिमको आयोजना गरेको छ र त्यसको सहजकर्ताका रूपमा हामी मेरो रेडियोबाट 2 जना
त्यहाँ उपस्थित भएका छौँ र यसमा के सिकाउँछौँ भन्ने कुराहरू हामी छोटो रूपमा देखाउनेछौँ। यो पहिलो हाम्रो भिडियो सामग्री हो, धेरै स्तरीय त नहोला तर जति भए पनि हामी तपाईँहरूलाई प्रस्तुत गर्नेछौँ। आगामी दिनमा अरू थप पनि हुनेछ, भोलि पनि फेरि हुनेछ। यो मेरो यात्रा बुलन्द हुनेछ, म बोल्नेछु म आफ्ना कुरालाई स्टेजमा माइक्रोफोनमा समूहमा बुलन्दताका साथ धन्यवाद। मोहिनी कुमारी राजवंशी मेरो नाम चाहिँ पूर्ण मेहताना, घरले गोरीगञ्ज गाउँपालिका वार्ड नम्बर 2 तुलाचन। धन्यवाद। सबैजनालाई म स्टार, मेरो नाम सुपरस्टार हो, गोरीगञ्ज गाउँपालिका वार्ड नम्बर 2। अनि म आज उद्घोष क्षमता विकास र बाल मैत्री सम्बन्धी दीपक ढुङ्गाना सरसँग केही कुरा 3 दिनको दिवसीय कार्यक्रममा केही कुराहरू भन्दा पनि धेरै कुराहरू सिकेर जानेछु भन्ने मेरो मनमा विश्वास छ। यति भन्दै म बिदा चाहन्छु। धन्यवाद। मेरो नाम चाहिँ सीता कुमारी काछुलिया हो। मेरो घर गौरीगञ्ज 2 भाकुरमारी झापा हो। अनि म चाहिँ +2 पास गरेर अहिले घरमै बसिरहेको छु। धन्यवाद। गौरीगञ्ज 2 भाकुरमारीमा बस्छु अनि पारिवारिक जीवन बिताउँदै। धन्यवाद। सम्पूर्ण जनहरूमा नमस्कार। मेरो नाम चाहिँ निशा मर्दे हो। म गौरीगञ्ज गाउँपालिका वडा नम्बर 2 तुलाचनमा बस्छु। अहिले हाल चाहिँ म +2 पढ्दै गरिरहेको अध्ययन गरिरहेको छु। मेरो घर चाहिँ गौरीगञ्ज गाउँपालिका वडा नम्बर 2 तुलाचन। अब हेर्नुहोस् है, मानिसलाई सही मार्ग निर्देश र उसमा भएको अन्तर्निहित आत्मविश्वासले महसुस मात्रै गराउँदा पनि कति छिटो बोल्ने क्षमतामा परिवर्तन आउँछ। हामीले सुरुमा नै सहभागी प्रशिक्षार्थीहरूलाई उहाँहरूभित्र रहेको अन्तर्निहित आत्मविश्वासलाई पहिचान अथवा महसुस गराउने प्रयास गर्यौं। त्यसपछि अस्मिजीले केही कुरामा केही समय सहजीकरण गराउनु भयो। त्यस पछाडि हामी स्टेजमा बोल्ने समूहतर्फ सहकर्मी हौ र आज समयकोस् तपाईँहरू माझमा आउनलाई म पनि सफल भएको छु भनौँ। सरले भन्नुभयो धेरै घुम्दै यात्रा गर्दै भन्न त लागेको थियो, तर राम्रो मान्छेलाई भेट्नाले सङ्घर्ष चाहिँ गर्नुपर्ने रहेछ भन्ने कुरा यही आज थाहा भयो है। तपाईँहरू सबैको परिचय पनि सुनिसक्यौँ। अब 2 दिनमा पक्कै पनि धेरै कुरा सिक्नुहुन्छ। हामी सिकाउनेछौँ, तपाईँहरू सिक्दै गर्नुहोला। यस कार्यक्रमका आदरणीय सभाध्यक्षज्यू, प्रमुख अतिथि, विशेष अतिथि उपस्थित सम्पूर्ण मानवहरूमा हार्दिक नमस्कार गर्दछु। नमस्कार म जसुदा मेरो प्रशस्ति जेठको 25 गतेबाट सुरु भएर 27 गते 25, 26 र 27 गरी 3 दिनसम्म हुने यो कार्यक्रममा आज 30-32 जनाको सहभागिता रहेको थियो र लगभग हामीले 25 जनासँग चाहिँ अन्तर्क्रिया गर्नलाई आज समयले पनि भ्यायो। कार्यक्रम सुरुवाती अवस्थामा औपचारिकताले अलिकति हैन झन्डै 1 घण्टा जति हामीले घाटा बनाएको थियो, तर त्यो औपचारिकता पुरा गर्नै पर्यो। त्यस पछाडि भने हामीले एकदमै रफ्तारमा कार्यक्रमलाई अगाडि बढायौँ र एक गर्दै हामीले धेरैजना अधिकांशको आवाजलाई सुन्ने प्रयास गर्यौँ, त्यसलाई अझ मजबुत बनाउने प्रयास गर्यौँ। आज हामीले विशेष गरी स्टेजमा कसरी बोल्ने, बोल्दाखेरि के कुरामा ध्यान दिने अनि आत्मविश्वासलाई कसरी बढाउने, बोल्दा के गर्न हुँदैन, के गर्न पर्छ, कस्ता कुरामा ध्यान दिनुपर्छ लगायतका 4-5 वटा विषयमा छलफल गर्यौँ। अब भोलि भने उद्घोषण कसरी गर्ने, स्टेजमा कार्यक्रम कसरी चलाउने भन्ने विषयवस्तुलाई थाँती राखेर उहाँहरूलाई केही होमवर्क पनि दिएको छु। आजको भिडियो हेर्नुहुने महानुभावहरू भोलि पनि जोडिनु भयो भने उहाँहरूको सुन्दर होमवर्क तपाईँहरूले टास्क भन्न म रुचाउँछु, यसलाई होमवर्क भन्दा पनि त्यो हेर्न सक्नुहुनेछ है त। ट्रेनिङ सकेर घरतिर निस्किँदैछौँ। ट्रेनिङको यात्रा रमाइलो भयो र यो तरिकाले हामीले अ डे विथ मेरो आरजे भन्ने शीर्षकको एउटा श्रव्य दृश्य सामग्री आजबाट सुरुवात गरेका छौँ।
कस्तो लाग्यो प्रतिक्रिया दिनु होला। केही सल्लाह सुझाव छन् भने त्यो पनि यसो कमेन्टमा लेखिदिनु भयो भने हामीलाई आगामी दिनमा सजिलो हुने थियो। र हाम्रो सञ्जालमा जोडिनका लागि के माध्यम छ, तपाईँ फेसबुकबाट हेर्दै हुनुहुन्छ भने हाम्रो पेजलाई फलो लाइक गर्न सक्नुहुनेछ। युट्युबबाट हेर्दै हुनुहुन्छ भने कृपया यसलाई सब्सक्राइब गरिदिन पनि सक्नुहुनेछ। भोलि थप अर्को विषयवस्तुका साथमा हामी आउनेछौँ। जोडिँदै रहनु होला, मुस्कुराउँदै रहनु होला है त। यहाँ आएर सुक्या पनि होइन, फेरि ढिलो त्यस्तै छ। यहाँ हेर्नुहोस्, यहाँ रमाइलो। यहाँबाट काट्ने यहाँ ल्याएर सुकाइहाल्ने यसरी सजिलो। यसरी चोरी हुन्छ भनेर लुकाउने पनि पर्यो। चौरीमा पिस गरेर मजाले बिस्कुट सुकाइहाल्छ। बिस्कुट पनि थोरै मात्रै छैन, फेरि बाटो चाहिँ यो हो जस्तो लाग्यो मलाई। उताबाट त धान चौरी लेखेको पनि देखाइदियो पछाडि। ल यहाँ चौरी पनि छ, तर बाटो कता हो? यो झिलझिले गयो। झापा बजार छ त फेरि। कहाँ हो झापा बजार? ए लु के हो त्यो? ए लु गलत जग्गा आएको। ऊ त्यो गाडीमा चढेर जानुपर्दो रहेछ। को त्यो गाडीमा? ऊमा पर हेर त ऊ। ओ माई 500 रुपियाँ दिन्छ बाइक लगेको। आउन चाहिँ ल आयौँ। लिँदैन, तर त्यहाँबाट गर्नुभन्दा हामीले यतैबाट छिटो हुन्छ। फेरि हामी अगाडिकै बाटो आइसकेका छौँ। हामी यही बाटो जान आँटेको शिव सुतासी यहीँ बसेको दाइ हेर्दै। ओके, हामी यहाँ निस्किसक्यौँ फाइनल्ली। यो पूर्व पश्चिम महेन्द्र राजमार्ग। पूर्व पश्चिम। भोक लागेको छ भने ठुलो खानको लागि फाइनल्ली यहाँ चाहिँ आफ्नो बाइकलाई खाजा पाइन्छ कि पाइँदैन हेरौँ। आइसक्यौँ। ए बिर्तामोडको भाटपट्टि नि, बिर्तामोड चाहिँ पर्छ नि होइन? बिर्तामोडको भाटपट्टि नि आइपुगिसकेका छौँ हामी फर्किँदै। यो चाहिँ हाम्रो बिर्तामोडको मुख्य चोक। हामी जानुपर्ने चाहिँ यता संसारे रोड। हामी लाग्यौँ। ओ ल स्वागत छ तपाईँहरूलाई। आउँदा आउँदै हाम्रो सहकर्मीहरू पनि भेटायौँ। खोइ चक्कु निकाल्यो त कति छ पैसा? कतिको चाहिँ पैसा निकाल्नु फोन दियो भन्दा उल्टै पैसा लिन्छ हामीसँग। के दिनुपर्ने हो? फोन त यो पुरानो। मेरो रेडी आइपुग्यौँ हामी। कति कष्ट गरेर आएको छौँ भनेर हामी सुनाउने।